मेष एरिस करियर जागिर कार्यक्षेत्रमा नयाँ अवसर मिल्नेछ। रोकिएका काम बन्नेछन्। आर्थिक शेयर बजार आम्दानी बढ्नेछ। शेयर बजारमा अल्पकालीन लगानी ट्रेडिङ भन्दा दीर्घकालीन इन्भेस्टमेन्टबाट फाइदा हुनेछ। स्वास्थ्य व्यक्तिगत स्वास्थ्य राम्रो रहनेछ। पारिवारिक सम्बन्धमा मधुरता छाउनेछ। शुभ रङ्ग अङ्क रत्न रातो 1 र 9 मुगा कोरल। उपाय हनुमान चालिसाको पाठ गर्नुहोला। 2 वृष टौरस करियर जागिर कार्यबोझ बढ्न सक्छ। वैदेशिक रोजगारीको प्रयास गर्दै हुनुहुन्छ भने महिनाको अन्त्यतिर सकारात्मक खबर मिल्न सक्छ। आर्थिक शेयर बजार खर्चमा नियन्त्रण गर्नुहोला। शेयर बजारमा अहिले पख र हेरको स्थिति अपनाउनु बुद्धिमानी हुनेछ। स्वास्थ्य व्यक्तिगत घाँटी वा मुख सम्बन्धी समस्या हुन सक्छ। घर जग्गा किन्ने सोच छ भने केही समय कुर्नुहोला। शुभ रङ्ग अङ्क रत्न सेतो 2 र 7 हीरा डायमण्ड। उपाय शुक्रबार लक्ष्मीको आराधना गर्नुहोला। 3 मिथुन अन जेमिनी करियर जागिर विद्यार्थीहरूका लागि उत्कृष्ट समय छ। जागिरमा पदोन्नतिको योग छ। आर्थिक शेयर बजार अचानक धनलाभ हुन सक्छ। सूचना प्रविधि र ब्याङ्किङ क्षेत्रको शेयरबाट फाइदा हुनेछ। स्वास्थ्य व्यक्तिगत छाला वा नशा सम्बन्धी समस्या देखिन सक्छ। विवाहको कुरा अगाडि बढ्नेछ। शुभ रङ्ग अङ्क रत्न हरियो 3 र 6 पन्ना एमरल्ड। उपाय गणेश भगवानलाई दुबो अर्पण गर्नुहोला। 4 क्यान्सर करियर जागिर सामाजिक मान सम्मान बढ्नेछ। सरकारी जागिरको तयारी गर्नेहरूका लागि समय अनुकूल छ। आर्थिक शेयर बजार स्थिर सम्पत्ति रियल एस्टेटमा लगानी गर्ने योग छ। शेयर बजारमा हाइड्रोपावर क्षेत्र राम्रो देखिन्छ। स्वास्थ्य व्यक्तिगत मानसिक शान्ति मिल्नेछ। आमाको स्वास्थ्यमा ध्यान दिनुहोला। शुभ रङ्ग अङ्क रत्न सेतो 4 मोती पर्ल। उपाय सोमबार शिवजीको पूजा गर्नुहोला। 5 सिंह लियो करियर जागिर साहस र पराक्रम बढ्नेछ। नयाँ व्यवसाय सुरु गर्न वैशाख महिना निकै फलदायी छ। आर्थिक शेयर बजार आम्दानीका स्रोतहरू थपिनेछन्। बीमा र फाइनान्स क्षेत्रको शेयरमा चासो राख्नुहोला। स्वास्थ्य व्यक्तिगत हड्डी वा आँखामा केही समस्या आउन सक्छ। यात्रा गर्दा सावधानी अपनाउनुहोला। शुभ रङ्ग अङ्क रत्न सुनौलो पहेँलो 1 र 5 माणिक रुबी। उपाय बिहान सूर्यलाई जल चढाउनुहोला। 6 कन्या विर्गो करियर जागिर कार्यक्षेत्रमा केही चुनौती आउन सक्छन्। बोल्दा विचार पुर्याउनुहोला सम्बन्ध बिग्रन सक्छ। आर्थिक शेयर बजार अनावश्यक खर्च बढ्नेछ। शेयर बजारमा नयाँ लगानीका लागि महिनाको तेस्रो साता कुर्नुहोला। स्वास्थ्य व्यक्तिगत पाचन प्रणालीमा समस्या हुन सक्छ। खानपानमा सतर्क रहनुहोला। शुभ रङ्ग अङ्क रत्न गाढा हरियो 5 र 8 पन्ना एमरल्ड। उपाय चराचुरुङ्गीलाई अन्न खुवाउनुहोला। 7 तुला लिब्रा करियर जागिर साझेदारीका काममा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको कामबाट विशेष लाभ हुनेछ। आर्थिक शेयर बजार विलासिताका वस्तुमा खर्च हुनेछ। शेयर बजारमा होटल र पर्यटन क्षेत्र लाभदायी रहनेछ। स्वास्थ्य व्यक्तिगत दाम्पत्य जीवन सुखी रहनेछ। सवारी साधन किन्ने योग प्रबल छ। शुभ रङ्ग अङ्क रत्न चम्किलो सेतो 6 र 7 ओपल। उपाय कन्याहरूलाई सेतो मिठाई खुवाउनुहोला। वृश्चिक स्कर्पियो करियर जागिरमा स्थानान्तरण वा नयाँ जिम्मेवारी मिल्न सक्छ। शत्रु परास्त हुनेछन्। आर्थिक शेयर बजार ऋण मोचन हुने समय छ। शेयर बजारबाट राम्रो मुनाफा निकाल्न सकिनेछ। स्वास्थ्य व्यक्तिगत मौसमी बिरामीले सताउन सक्छ। व्यायाममा ध्यान दिनुहोला। शुभ रङ्ग अङ्क रत्न गाढा रातो 9 र 2 मुगा कोरल। उपाय मंगलबार गणेश मन्दिर जानुहोला। धनु साजिटेरियस करियर जागिर सृजनात्मक क्षमताको कदर हुनेछ। बौद्धिक कार्यमा संलग्नहरूका लागि यो महिना राम्रो छ। आर्थिक शेयर बजार छोराछोरीको माध्यमबाट सुखद समाचार मिल्नेछ। शेयर बजारमा माइक्रोफाइनान्स क्षेत्र राम्रो देखिन्छ। स्वास्थ्य व्यक्तिगत कलेजो वा पेटको समस्या हुन सक्छ। प्रेम सम्बन्धमा सफलता मिल्नेछ। शुभ रङ्ग अङ्क रत्न पहेँलो 3
पुष्पराज येलो स्याफायर। उपाय बिहिबार गुरु वा मन्दिरमा फलफूल दान गर्नुहोला। 10 क्याप्रिकर्न करियर जागिर घरबाटै गरिने काम वा प्रविधिमा आधारित काममा सफलता मिल्नेछ। पदोन्नतिको ढोका खुल्नेछ। आर्थिक शेयर बजार घर जग्गाको कारोबारबाट फाइदा हुनेछ। सिमेन्ट र पूर्वाधार क्षेत्रको शेयरमा फाइदा देखिन्छ। स्वास्थ्य व्यक्तिगत मुटु वा छातीको समस्या भए सतर्क रहनुहोला। घरमा धार्मिक कार्य हुन सक्छ। शुभ रङ्ग अङ्क रत्न कालो नीलो 8 र 10 नीलम ब्लू स्याफायर। उपाय पिपलको फेदमा जल चढाउनुहोला। 11 कुम्भ एक्वेरियस करियर जागिर छोटो दूरीको व्यावसायिक यात्रा फलदायी हुनेछ। सञ्चार र कला क्षेत्रमा लाग्नेहरूलाई विशेष लाभ हुनेछ। आर्थिक शेयर बजार दाजुभाइको सहयोगमा आर्थिक उन्नति हुनेछ। टेलिकम र ऊर्जा क्षेत्रको शेयरमा ध्यान दिनुहोला। स्वास्थ्य व्यक्तिगत काँध वा हातमा चोटपटक लाग्न सक्छ। साढे सातीको प्रभावले केही काममा ढिलाइ हुन सक्छ। शुभ रङ्ग अङ्क रत्न नीलो 4 र 8 नीलम ब्लू स्याफायर। उपाय शनिबार गरिबलाई भोजन गराउनुहोला। 12 मीन पाइसेस करियर जागिर आर्थिक कारोबारमा पारदर्शिता अपनाउनुहोला। बोलीको प्रभावले रोकिएका काम बन्नेछन्। आर्थिक शेयर बजार सञ्चित धनमा वृद्धि हुनेछ। दोस्रो बजारमा गरिएको पुराना लगानीले नाफा दिनेछ। स्वास्थ्य व्यक्तिगत आँखा वा दाँतको समस्या हुन सक्छ। पारिवारिक जमघटको योग छ। शुभ रङ्ग अङ्क रत्न पहेँलो केसरी 3 र 7 पुष्पराज येलो स्याफायर। उपाय गाईलाई रोटी वा घाँस खुवाउनुहोला।